नमस्ते, म धरानी डेल विराटनगर शाखाबाट हजुरहरूलाई यो भिडियो मार्फत म एउटा सानो जानकारी दिन गइरहेको छु। दाँतको उपचार कहिले र कहाँ गराउने त? हामीले दाँत समय समयमा देखाइराख्नु पर्दछ। दाँतमा समस्या आउनुभन्दा अगाडि वा दाँतमा समस्या छ भने उपचार गर्नको लागि हजुरहरूले चाहिँ डेन्टिस्ट कहाँ वर्षमा 2 पटक भिजिट गर्नुपर्ने हुन्छ। दाँत देखाउन जानु हुँदाखेरि नेपाल मेडिकल काउन्सिलबाट मान्यता प्राप्त डाक्टरहरूसँग मात्रै हजुरहरूले परीक्षण गर्नु पर्दछ। ब्रस कति पटक र कुन समयमा गर्ने त? ब्रस हामीले बिहान नास्ता वा खाना खाएपछि र हामीले राति खाना खाइसकेर सुत्ने बेलामा ब्रस गर्नु पर्दछ। ब्रस गर्दाखेरि हजुरले आफ्नो जिब्रो पनि सफा गर्नु पर्दछ। यति मात्र नभएर हाम्रो दाँतमा रहेको बीचको जुन भाग छ त्यसलाई चाहिँ हामीले डेन्टल फ्लसले सफा गर्नु पर्दछ। यति गर्नुभयो भने चाहिँ हजुरहरूको दाँत स्वस्थ रहनेछ। हामीले सकेसम्म नरम खालको ब्रस प्रयोग गर्ने, फ्लोराइड भएको मञ्जन प्रयोग गर्ने र ब्रस 3 महिनामा फेर्नुपर्ने हुन्छ। गिजाबाट रगत आउने वा श्वास फेर्दा गन्ध आउँछ भने पक्कै पनि हजुरहरूको गिजामा सङ्क्रमण भएको हुनुपर्छ। यो भनेको यसको मुख्य कारण भनेको चाहिँ हजुरहरूको गिजामा फोहोर हुनु हो। त्यसै कारण यस्तो अवस्थामा चाहिँ हजुरहरूले दाँत र गिजा दुवै सफा गर्नुपर्ने हुन्छ। हजुरहरूले ध्यान दिनुपर्ने कुराहरू भनेको समय समयमा डेन्टल चेकअप गराइराख्नु पर्दछ। गुलियो वा दाँतमा अड्किने खानेकुराहरू भरसक नखाएको राम्रो। यदि खाइहाल्नु भएमा हजुरले चाहिँ खाइसके पछाडि कुल्ला गर्नु भएको राम्रो हुनेछ। बच्चाहरूको दाँत हल्लिन सुरु गरेमा तुरुन्तै निकाल्ने कि ननिकाल्ने र बच्चाहरूको दाँत झर्ने समय कहिले हो भनेर जानकारी लिनुपर्ने हुन्छ। हजुरहरूले समयभन्दा अगाडि नै बच्चाहरूको दाँत निकाल्नु भयो भने चाहिँ पछि गएर दाँत बाङ्गो डिङ्गो आउन सक्ने सम्भावना हुन्छ। त्यसैले गर्दाखेरि चाहिँ यदि निकालिहाल्नु पर्ने भएमा चाहिँ हजुरले आफ्नो डेन्टिस्टसँग सल्लाह लिन सक्नुहुनेछ। दाँतमा खानेकुरा अड्किन थाले पछाडि र दाँतको सतहमा कालो देख्न साथ हजुरहरूले डेन्टल चेकअप गराइराख्नु पर्ने हुन्छ। किन भन्दाखेरि चाहिँ हजुरहरूको त्यो नसासम्म पनि पुग्न सक्छ र नसासम्म पुगिसके पछाडि हजुरहरूको खर्च पनि लगिन्छ र हजुरहरूको समय पनि। यो भिडियो मार्फत हजुरहरूले थोरै भए पनि केही जानकारी पाउनुभयो होला। फेरि पनि यस्तै जानकारीहरू लिएर म आउने नै छु। धन्यवाद।